हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू एनदर भ्लग केवली शिवराज युट्युब च्यानलमा सबैजनालाई एकदमै धेरै स्वागत छ। आज हामी आजको भिडियोमा चाहिँ एकदमै स्पेशल कुरा गर्दैछौँ हैन। भिडियोलाई अन्तिमसम्म हेर्नु होला, भिडियोलाई स्किप नगरिकन हेर्नु होला, किनभने आजको भिडियो एकदमै विशेष रहनेछ है। यो चाहिँ मेरो बाइक छ यहाँनिर, यो मेरो 150 घोडो यहाँनिर छ हैन। आजको भिडियो स्पेशल कसरी रहनेछ भनेपछि म आज तपाईहरुलाई चाहिँ तपाई बिगिनर हुनुहुन्छ, भर्खरै मात्रै बाइक चलाउन सुरु गर्नुभएको हो अनि तपाईहरुलाई चाहिँ ओरालो बाटोमा चाहिँ कसरी बाइक चलाउने, विशेष गरी पिच रोडमा नभइकिन अफ रोड पहाडको बाटोमा चाहिँ पहाडको बाटो, त्यो पनि ओरालो बाटो र चिप्लो बाटोमा कसरी बाइक चलाउने भन्ने विषयमा चाहिँ तपाईहरुलाई आज भिडियो रहेको छ। आजको भिडियोलाई त एकदमै फुलफिल र अन्तिमसम्म हेर्नु होला है, किनभने दायाँ बायाँ यताउता गर्नुभयो भने मेरो भिडियोले देखाउन खोजेको कुरा तपाईहरुले बुझ्नुहुने छैन। अनि कुराहरु चाहिँ म समग्रमा बाइक चलाउँदै राइड गर्दै चाहिँ तपाईहरुलाई जानकारी गराउँछु। यो बाटो एकदमै यस्तो छ, यहाँबाट देखिएको पनि छ होला, यो त सिधै हो, तर योभन्दा अलिकति तल गयो भने बाटो यस्तो डेन्जर छ अनि चिप्लो पनि छ। र यतिखेर चाहिँ के गर्ने, हातलाई कसरी खेलाउने, खुट्टालाई कसरी खेलाउने, फुट ब्रेक, इन्जिन ब्रेक, ह्यान्ड ब्रेक हैन, त्यस पछाडि गएर क्लचहरू के गर्ने, त्यसपछि गियर कतिमा राख्ने जस्ता सबै कुराहरू चाहिँ मैले भिडियोमा जानकारी गराउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। एकदिन अब हामी सिधै ओरालोतिर लाग्दैछौँ। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। पहिलोचोटि जोडिनु भएको च्यानलमा बेल आइकन थिच्नुस्, अलमा थिच्नुस्, किनभने मेरो जुनसुकै भिडियोहरू पनि तपाईँ माझ आइपुगोस्। त्यस पछाडि गाउँका यस्ता डाँडा काँडा पाहा पखेराहरू पनि तपाईँहरूलाई चाहिँ मेरो च्यानलमा चाहिँ पाउनुहुन्छ। लेट्स गो है त, हामी सुरु गरौँ है त। सुरुमा हामीले बाइक स्टार्ट गऱ्यौँ, एक गियरमा छ बाइक है। त्यस पछाडि बाइकलाई सर र क्लोजलाई हल्का हामी छोडिदिन्छौँ अनि एक्सिलेटरलाई हल्का लिन्छौँ, क्लोजलाई हल्का छोडिदिन्छौँ, बाइक यसरी अगाडि बढ्छ। त्यस पछाडि टक्क हामीले खुट्टाको ब्रेक राख्छौँ। अब कुरा के आउँछ भने अहिले मेरो एक गियरमा छ बाइक हैन। तपाईहरुले एक गियरमै चलाउनु पर्छ भन्ने पनि छैन है। मैले अहिले एकदम स्लो चलाइरहेको छु, किनभने सिकाउनको लागि। बाइकलाई एक गियरमा ओरालोमा चलायो भने पेट्रोल यदि धेरै खपत होस् भन्ने चाहनुहुन्छ भने बाइकलाई यसरी 1-2 गियरमा लैजानुस्। यस्तो डेन्जर ओरालो छ, बाटो चिप्लो पनि छ। अब यसमा के चाहिँ मेन इम्पोर्टेन्ट कुरा हुन्छ भने तपाईले हातको ब्रेक हल्का लिइराख्नुस्, छोड्न मिल्दैन है। ओरालोमा खुट्टाको ब्रेक पनि हेर्नु, मैले खुट्टाको ब्रेक हेर्नु है। अब अहिले यस्तो बाटो ओरालो छ नि त, मैले खुट्टाको ब्रेक छोडेँ भने कस्तो हुन्छ हेर्नु है। हेर्नु यसरी गयो नि त, मैले खुट्टाको ब्रेक लिएँ। तर के हुन्छ, एकैचोटि खुट्टाको ब्रेक लिँदाखेरि के हुन्छ भने पछाडिको टायर छ नि, पछाडिको टायर डेन्जरै चिप्लो हुन्छ, डेन्जरै फिलिलिली यस्तो हुन्छ क्या पछाडिको टायर चाहिँ। त्यो भएर यसलाई हल्का खुट्टाको ब्रेक लिइराख्ने। ह्यान्ड ब्रेक त अब तपाईँलाई सजिलो लाग्छ भनेपछि लिनुभयो नि हुन्छ। हेर्नु पानी परेको त्यो माथि डेन्जरै चिप्लो भएको छ, हेर्नु पछाडिको टायर त पुरा फिलिलिली भएको। अनि क्लोज चाहिँ तपाईँले अब लिनुभयो नि हुन्छ, नलिनुभयो नि हुन्छ है। तर सकेसम्म हल्का के अलिकति यस्तो छोको जस्तै मात्रै गर्नुभयो भने ठिकै छ। मलाई चाहिँ त्यस्तो लाग्छ। अब कतिपय राइडरहरूले चाहिँ क्लोज चाहिँ लिगिरहेको हेर्नु पानी परेर यस्तो डेन्जर चिप्लो भएको लिगिरहेको हुँदैन हैन। कसैले चाहिँ ओह्रालोमा क्लोज हल्का हाफ क्लोज लिएर चलाइरहेको हुन्छ, अनि कसैले चाहिँ फुल क्लोज लिएर चलाइरहेको हुन्छ, त्यसपछि कसैले चाहिँ क्लज चाहिँ नलिकन चलाइरहेको हुन्छ। तर के गर्नुपर्छ ओह्रालोमा चलाउँदाखेरि भने, के गर्नुपर्छ भने अब यो त सिधा 400 बाटो आएको। के गर्नुपर्छ भने तपाईले फुल क्लच लिएर ओह्रालोमा बाइक कहिले पनि नचलाउनु होला। मेरो एउटा जानकारी तपाईलाई। अनि कसैले चाहिँ न्युट्रलमा चलाइरहेको, पहिलो कुरा धेरै भइगयो। बाइकलाई न्युट्रलमा, त्यसपछि फुल क्लोज लिएर अनि बाइकको चाबी बन्द गरेर क्लच लिएर हैन, त्यसरी चाहिँ कहिले पनि बाइक नचलाउनु होला। दिस इज अ भेरी ह्याबिट, दिस इज भेरी ब्याड ह्याबिट भएन, दिस इज भेरी ब्याड ह्याबिट। किनभने तपाईँले फुल क्लोज लिँदै गर्दाखेरि इन्जिनमा समस्या आउँछ। कहिलेकाहीँ तपाईँको एकैचोटि लिँदै इन्जिन फुल क्लोज लिनुभयो। अहिले मेरो बाइक मैले हातको समाएन नि, अहिले कसरी अडिरहेको भने मैले खुट्टाको ब्रेक लिइरहेको छु, त्यसरी अडिरहेको छु। ओह्रालो छ तर पनि मैले खुट्टाको ब्रेक लिइरहेको छु। त्यो भएर मात्रै हेर्नु यसरी खुट्टाको ब्रेक लिएको नि, खुट्टाको ब्रेक छोड्यो भने हेर्नु यसरी जान्छ, अनि खुट्टाको ब्रेक लियो भने यसरी मजाले बिस्तारै जान्छ। त्यो भएर ओह्रालोमा मेन कुरा खुट्टाको कुरा आउँछ। म हातको कुरा गर्दै थिएँ। अनि मैले चाहिँ के गर्छु भने मेरो केसमा चाहिँ
म हाफ क्लोज भनेको के हो, यसलाई अलिकति यता ल्याउने यो हाफ क्लोज हो। फुल क्लोज भनेको पुरै समात्यो फुल क्लोज हो। अब मैले चाहिँ के मेरो केसमा चाहिँ के हुन्छ भने म कतिखेर एकदमै धेरै ओह्रालो आयो भने बाइकलाई कन्ट्रोल गर्नलाई सजिलो हुन्छ भनेर मैले चाहिँ के गर्ने गर्छु भने क्लोजमा दुईवटा औँला राखिराख्ने, नलिने नतान्ने, तर यस्तो राखी रेडी गर्ने। अनि अब धेरै स्पिडमा जान थाल्यो बाइक ओह्रालोमा भने हल्का क्लोजलाई अलिकति के ताने जस्तो मात्रै, हाफ क्लोज होइन अलिकति मात्र ताने जस्तो गर्ने, खुट्टाको ब्रेक खुट्टामा यस्तो मजाले थिच्ने अनि हातको हल्का लिदिने। त्यो भने के हुन्छ भने बाइक टक्क कन्ट्रोलमा यसरी कन्ट्रोलमा आउँछ। तर तपाईँ ओह्रालो हेर्नु यस्तो डेन्जर चिप्लो छ, यस्तो डेन्जर चिप्लोमा चाहिँ के समस्या आइदिन्छ भने तपाईँ सर्र जाँदै गर्नुभयो होइन, तपाईँ विशेष गरी बिग्नरहरूकोमा समस्या के आउँछ भने सर्र तपाईँ जाँदै गर्नुभयो, सुइँ गयो, जाँदाखेरि यसरी रोक्नु खोज्नु पनि हो, यसरी रोक्नु खोज्नु पनि खुट्टाको ब्रेक थिचेर के एकैचोटि खुट्टाको ब्रेक थिच्नु पनि, किनभने हातको ब्रेक एकैचोटि थिच्यो भने त अगाडि जान्छ वात्त जान्छ होइन। हेर्नु यस्तो डेन्जर चिप्लो छ। अनि खुट्टाको ब्रेक पनि तपाईँले एकैचोटि धेरै थिचिदिनु भयो भने पछाडिको टायर फिलिलिली भइदिन्छ क्या, बुझ्नुभयो। अब अनि अगाडिको अब ह्यान्ड ब्रेक पनि पुरा ह्यान्ड ब्रेक लिइरहनु भने के हुन्छ भने वात्त अगाडिको टायर फुवात्त जान्छ क्या यस्तो चिप्लो छ नि त होइन। त्यो भएर ओह्रालोमा चाहिँ विशेष गरी हामीले हात र खुट्टालाई चलाउने कसरी, हातको ब्रेक अनि खुट्टाको ब्रेकलाई चाहिँ कसरी चलाउने भन्ने कुराहरू चाहिँ विशेष गरेर हामीले ध्यान दिनुपर्ने हुन्छ है। अनि क्लोज चाहिँ म भन्छु ओह्रालोमा क्लोजहरू चाहिँ सकेसम्म नलिनु भएकै जाति। हेर्नु न, अब हेर्नु है पछाडिको खुट्टाको ब्रेक मैले धेरै लिएँ नि त, त्यो भएर खुट्टाको ब्रेक धेरै लिँदाखेरि चाहिँ पुरा फिलिलिली भयो क्या, बुझ्नुभयो। अब गाडी अगाडि गयो कोही बात छैन होइन, म किनभने सोलो बाइक राइड गरिरहेको छु। अनि त्यस पछाडि तर हामी योभन्दा अगाडि जाऊँ न त। अनि ओह्रालोमा अब यो बाटो त ओह्रालो छ, ओह्रालोमा कुदेकै गर्दाखेरि तपाईँले खुट्टाको ब्रेक हो अथवा हातको ब्रेक हो एकैचोटि दिदिनु भयो भने बाइक चाहिँ पछाडिको टायर चिप्ने नि। अब यो राङ्गो के छ, तर्सिन्छ कि नै तर्सिँदैन, हल्का साइडमा लिनु न। ए हस् ओह्रालोमा 3 गियरमा चाहिँ तपाईँहरू सकेसम्म पहिलो भर्खर बाइक चलाउन सुरु गर्नु भएको हो भने 3 गियरमा चाहिँ नचलाउनु, किनभने तपाईँहरूलाई 3 गियरमा चाहिँ धेरै बाइक गएको जस्तो लाग्छ त्यस पछाडि अनि एकैचोटि क्लच र ब्रेक चाहिँ तपाईँहरू एकैचोटि थिच्न खोज्नुहुन्छ, क्लच र ब्रेक एकैचोटि थिच्न खोज्नुभयो भने त्यो बाइक हुचिन्छ, पछाडिको टायर चिप्लिन्छ अनि अगाडिको टायर पनि पुरै भुवात्त तान्छ। त्यो भएपछि बाइक तपाईँहरूको लड्ने सम्भावना चाहिँ एकदमै धेरै छ। त्यही भएर बाइकलाई चाहिँ मजाले मेन कुरा भनेको चाहिँ तपाईँहरूले बाइक कन्ट्रोल चाहिँ मेन कुरा हो। अब यस्तो चिप्लो छ ओह्रालो छ, अब डर चाहिँ हुनु हुँदैन। पहिला म यस्तो देख्दा डराउँथेँ होइन, फिल्डरै डराउँथ्यो, ओह्रालोमा त मलाई खत्रै डर लाग्थ्यो है। फतभरि पल्सर बाइकहरू चाहिँ धेरै तातिन्छ ओह्रालोमा, ब्रेकहरू धेरै खिचिराख्दिएर कि त्यो भएर बेलामा टुच्च दिने। अनि क्लोजलाई चाहिँ सकेसम्म तपाईँहरू क्लोज चाहिँ छोडिदिनु भयो हुन्छ नै भन्छु कि म, किनभने क्लच जाने सम्भावना चाहिँ धेरै नै हुन्छ क्या। तपाईँको हाफ क्लच लिएर चलाउने, ओह्रालोमा क्लच समाइराख्ने अनि बाइक चलाउँदाखेरि जतिखेर पनि यो क्लचलाई लिइराख्ने भयो भने चाहिँ त्यो तपाईँहरूको क्लच जाने सम्भावना चाहिँ धेरै नै हुन्छ। त्यही भएर सकेसम्म क्लचतिर चाहिँ खासै ओह्रालोमा ध्यान नदिनु, बाइकलाई 2 गियरमा 3 गियरमा चलाउनु अनि सिधै पारेर खुट्टाको ब्रेक लिइराख्नु, हातको ब्रेक हल्का लिएको जस्तो मात्रै गर्नु। अब हेर्नु यहाँ धुलो छ, गियर चेन्ज गरिदिउँ अनि खुट्टाको ब्रेक लिँदौँ, किनभने धुलो छ नि त। खुट्टाको ब्रेक चाहिँ यतिखेर मेन इम्पोर्टेन्ट, किनभने थिच्ने हो क्या धुलोलाई, ओह्रालोमा धुलोलाई थिच्ने फुट ब्रेकको काम। नत्र भने फुट ब्रेक लिएन भने त्यसरी जान्छ, भुलुलुलुलुलु जान्छ। मेरो 2 गियरमा छ अहिले बाइक, यसरी अगाडि जान्छ क्या, मैले एक्सिलेटर केही नछुँदैन यसरी जान्छ क्या। खुट्टाको थिच्दियो भने चाहिँ के हुन्छ, ट्र्याक त्यही हो, कन्ट्रोलमा आउँछ। हेर्नु यस्तो अहिलेसम्म भिडियो हेरिदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच, लट्स अफ लभ होइन। हामी फेरि अर्को भिडियोमा चाहिँ लिएर तपाईँहरूको माझ आउने नै छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला, अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच, लट्स अफ लभ।
हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ। केवाइली शिवराज युट्युब च्यानललाई माया गर्दै गर्नु होला। तपाईँको माया साथ हौसलाले गर्दाखेरि नै मलाई अन्य भिडियोहरू अरू यस्तै खाले भिडियोहरू बनाउनु एकदमै धेरै हौसला प्रदान गर्नेछ। त्यसै भएको कारणले गर्दाखेरि तपाईँहरूले मलाई चाहिँ साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। है त हस्, थ्याङ्क यू सो मच, लभ यु अल।